फेसेसहरूलाई पनि कति मजाले स्पेस दिए हुनुहुन्छ नि, जस्तै केरियाजी भयो, अनि अहिले उपस्थित त हुनुहुन्न चाहना राणा मगरजीलाई पनि टिजरमा देखाएको, पवित्र खड्का उहाँ म्यामलाई पनि देखाएको थियो। सो नयाँ फेसेसहरूसँग काम गर्दाखेरिको अनुभव चुनौतीहरू के हुँदो रहेछ अनि राम्रो पक्षहरू चाहिँ के रहेछ त हजुरले एज अ डिरेक्टर पनि अनि हजुरहरू अब सिनियर आर्टिस्ट भएको हिसाबले चेन्जेस न्यू चाहिँ के पाउनु? पहिलो त के हुन्छ भन्दाखेरि अब एउटा एनर्जी नै हो होइन, जो चाहिँ नै हामी चाहिँ अलिक लामो समय हामी एउटा अभ्यासमा अथवा एउटा काममा भएर हामीसँग एउटै किसिमको एनर्जी हुनसक्छ, तर जो चाहिँ नै जसरी हामीले तपाईँले भन्नुभयो जस्तो जो नयाँ फेस अथवा न्यु कमरहरूसँग चाहिँ त्यो एक किसिमको एनर्जी हुन्छ केही गर्छौँ भन्ने, र उहाँहरूसँग एक किसिमको अनुशासन पनि हुन्छ। त्यो भनेको चाहिँ कस्तो भने मानिलिउँ न हामी रेस्पेक्टको होइन आदि इत्यादिको त्यो एउटा त्यो अनुशासन पनि हुन्छ होइन, त्यसले गर्दा त्यो छुट्टै किसिमको एउटा एनर्जी आउँदो रहेछ मलाई चाहिँ नि लागिरहने चाहिँ। मैले जति पनि मैले अक्सर गरेर कि मेरो डिरेक्टर कि मेरो प्रड्युसर कि राइटर कि को एक्टर चाहिँ नै हरेक फिल्महरूमा फर्स्ट टाइम काम गर्नेहरू भेटिरहेको हुन्छु एकदम, इभन टेक्निकल टिममा उहाँहरूको त्यो अनुशासन र एनर्जी हो कि हामीमा आउने चाहिँ मलाई चाहिँ व्यक्तिगत रूपमा मैले लिने चाहिँ उहाँहरूको त्यो दुईवटा कुरा हो होइन। त्यो दुईवटा चाहिँ अनि अर्को त भोगाई उहाँहरूको छुट्टै हुन्छ नि त, त्यो भोगाई चाहिँ कतिपय सुन्दाखेरि चाहिँ त्यसले चाहिँ अर्को किसिमको ऊर्जा मिल्छ कि मलाई चाहिँ। अनि त्यो भएर म पनि कामना गरिरहन्छु हरेक सिनेमामा चाहिँ नि नयाँ नयाँ को एक्टर अथवा डिरेक्टर राइटर अथवा कोही टिममा चाहिँ कोही आउनुभयो भने बडा आनन्दको फिल महसुस हुन्छ मलाई चाहिँ। यस्तै सबैमा फरक फरक खालको एनर्जीहरू हुन्छ होइन, र सिक्ने कुराहरू पनि सबैमा फरक फरक चिजहरू हुन्छ जस्तो लाग्छ मलाई। आफूमा भनौँ हामीले त एटलिस्ट एज एन कलाकार भएपछि थाहा पाइन्छ कि उसमा के चिज राम्रो छ भनेर, के उसले उसमा के चिज फ्रेस छ त्यो चिज हामीले चाहिँ आफ्नो आँखाले अथवा फिल गर्न सकिन्छ। अनि अब त्यही हो, राम्रो चिज जहिले पनि होइन सर्छ जस्तो लाग्छ राम्रो चिज अरूसँग छ भने। अनि त्यो कुरा चाहिँ जहिले पनि नयाँ आएपछि त्यो एउटा फिल चाहिँ हुने रहेछ कि कस्तो खालको एनर्जी लिएर आउँछ के लिएर आउँछ भनेर। हामीले पर्सनली पहिल्यैदेखि काम गरिरहेको एक्टरहरूले गर्नुपर्ने के रहेछ भन्दाखेरि जस्ट तिनीहरूसँग मिल्न घुल्न मात्रै एउटा त्यति गरिदिएपछि त्यो आफै भनौँ न भएर आउने रहेछ क्या। तर अब त्यो खास हामीसँग मैले दयाले भने जस्तो धेरै टाइम त हामीसँग हुँदैन होइन, तर सक्दो मेरो कोसिस चाहिँ नि यही नै रहन्छ कि जति समय हामी सँगै छौँ अलिकति नि फिल नहोस् कि उसलाई कि यस्तो मान्छे रहेछ म त पहिला आत्तिरहेको थिएँ पहिले थाहा भएको भए त कति हुन्थ्यो भन्ने सबैलाई हुन्छ कि। मलाई पनि पहिला त्यस्तो हुन्थ्यो कि एज एन एक्टर नयाँ फिल्ममा नेपाली फिल्ममा काम गर्दाखेरि अलिक सजिलो भइदिएको हुन्थ्यो, सुरुमै जाँदैखेरि डर र उसमा त्यतिकै कामदै गयो जस्तो मलाई लाग्थ्यो कि मलाई याद छ पहिलाको दिनहरू। अनि तर त्यो चाहिँ अब आफूले बिर्सिँदै जाने रहेछ होइन, आफूले बिर्सिँदै जाने रहेछ। अरूलाई त्यस्तो नहोला, मसँग को आत्तिन्छ र मसँग को डराउँछ मलाई देखेर हाँस्छन् होला जस्तो लाग्छ, तर त्यस्तो हुँदैन रहेछ काम होइन। हामीले गरेका त्यो अनेक खालको पात्रहरूले चाहिँ तिनीहरूलाई ओहो भन्ने जस्तो होइन त्यस्तो बनाइदिइरहेको हुँदो रहेछ कि। जस्ट मिल्ने मात्रै एउटा कसरी सकिन्छ, नजिकै केही पनि होइन है, केही पनि छैन, केही पनि त्यस्तो विशेष छैन भन्ने जस्तो एउटा नजिकै गरेर काम गऱ्यो भने सायद त्यो राम्रो हुनसक्छ। र हामी एक्टरले त्यो नै त्यति मात्रै विचार गरिदियो भने दामी हुन्छ जस्तो लाग्छ। सहज वातावरण कसरी दुईजना दयाले र सौगातमा सुटिङ सेटमा त भइहाल्यो होइन, सुटिङ सेट क्यामेराभन्दा बाहिर एकदमै रमाइलो गर्ने हुँदो रहेछ बढी। अब रमाइलो केलाई भन्ने पनि हुन्छ किनकि हरेक मान्छेको शैली फरक हुन्छ नि त रमाइलो गर्ने। सो उहाँ छुट्टै किसिमको रमाइलो गर्ने मान्छे हुनुहुन्छ, उहाँ छुट्टै किसिमको रमाइलो गर्ने मान्छे हुनुहुन्छ। सो दुईजनैसँग अब फरक एक्सपिरियन्स। रिजर्भ चाहिँ को हुँदो रहेछ? रिजर्भ मसँग त रिजर्भ त छैन होइन, अलिकति होइन मैले भने नि बुद्धिजीवी कुरा गरेँ भने मात्रै म रिजर्भ बस्दिनँ। मसँग बच्चा जस्तो कुरा गरौँ न, अलिक ठुलो कुराहरू कसै आइडिया हुँदैन, त्यस कारण चुप बस्नु नै ठिक हो भन्ने मेरो दिमागमा आइहाल्छ क्या। त भाइ चुपै भएर बस्नु, तर जब लाग्छ कि ठुलो कुरा केही सामान्य कुरा गरेर आएछन् यहाँ भनेपछि म पनि दिन थालिहाल्छु। त्यस्तो हो है बिचरा। रेणु भाइ कति रमाइलो हुनुहुन्छ?
यसमा हजुरको के छ? सही छ त्यही हो। होइन सबैले भन्छ फेरि रिजर्भनेसन तर म जतिसँग अब अहिले त 25 कति वर्ष भइसक्यो सङ्गत भएको पुरा म जतिको जोग गरेर बस्ने काम गरेर बस्ने टाइम बिताउने त्यो पनि छैन होला त्यस्तो लाग्छ र उसले भने जस्तो उसलाई चाहिँ मुड चाहिँ हुनुपर्छ उसले आफैले तानेर ल्याउँछ कि त्यो सङ्गत गरेपछि थाहा हुन्छ त्यो हुन्छ र प्लस मलाई अलिक धेरै समय लाग्छ क्या अलिकति आफू कम्फर्टेबल हुन चाहिँ नि धेरै समय लाग्छ कम्फर्टेबल हुनलाई चाहिँ नि कम्फर्टेबल भयो भने चाहिँ नि मात्रै तपाईँ कम्फर्टेबल हुनु पर्यो त्यहाँ त्यसपछि तपाईँको कुरा निस्किहाल्छ सबै खुल्न सक्नुहुन्छ खुल्न सक्छु होला जनक दाइ सुन त धेरै नै देखिरहेको छ सम्पत्ति सुनको सामाजिक सञ्जालभरि सुनकै चर्चा छ यसपछि हेर्नु न अब यस्तो होला यो फेरि कस्तो छ भनेपछि अहिले जस्तै राजनीतिक घटनाक्रमहरूमा चाहिँ अहिले चाहिँ मन्त्रीहरूसँग मेरो पनि यो पहिलेदेखि हो गर्नुभएको थियो कि थिएन थाहा छैन मलाई होइन म पहिलेदेखि नै मतलब आफै काम गरेर नै त त्यही त नि तर सुनको चर्चा हुँदाखेरि त्यहाँ ठुलो सिक्री देखिहाल्यो होइन हामीले पनि उसको त्यो सुन देखेरै हामीले पनि विश्वास गर्ने कि अहिलेसम्म जति पनि फिल्म मैले त 2टा काम गरेँ सकिएको छैन कि अझै ढुक्क छ मलाई जोडिँदै जाइरहेछ त्यही भएर सम्पत्ति र सुनकै उसमा गएरै हजुरसँग चाहिँ कति जति होला के चाहिँ सुन जोख्नुपर्छ 5 भरिको 5 तोला हजुर होइन यहाँ भएको त्यति धेरै छैन कति हजुर मतलब कति इन्ट्रेस्ट लाग्छ सुनप्रति चाहिँ हजुरलाई मतलब जम्मा गरेर राखौँ या सुन चाहिँ केही भइहाल्यो भने किनौँ भनेर कसैलाई इन्ट्रेस्ट हुन्छ नि सुन किनेर भयो नि राखौँ भन्ने इन्ट्रेस्ट हुन्छ नि त्यस्तो इन्ट्रेस्ट चाहिँ हजुरलाई छ कि छैन छैन भएको त देखिहाल्दैन कति वर्ष हामीलाई देखेको देखि नै रह्यो सौगान दाइ हजुरको के छ सुनप्रति मेरो त ल सबै भित्र राखेको छु म चाहिँ पहिलेदेखि तपाईँहरूलाई सबैलाई थाहा नै छ होला म केही पनि शरीरमा कुनै पनि चिज युज गर्न म एकदमै गाह्रो घडीसडी केही कुनै नथिङ एकदम खाली बस्न मन पराउने त्यसकारण केही पनि चिजको त्यस्तो छैन मोबाइल किने त्यही फोटो खिच्ने बानीले चाहिँ नि मोबाइल पनि किन्न लगायो मलाई चाहिँ होइन दामी नै मोबाइल किन्न लगायो फेरि अब राम्रै किन्न लगायो नत्र भए त म खासै मतलबै नगर्ने चिज अब फोटो चाहिँ नि राम्रो क्यामेरा भन्दा अरूले चाहिँ नि गाह्रै हुने रहेछ भन्ने कुरो एउटा किनेमा सजिलो हुने रहेछ नि त त्यसपछि फेरि अलिकति उ गऱ्यो अनि अर्को लिइहाल्यो फेरि त्यो दियो अर्को लियो त्यसरी सजिलो हुने रहेछ 2082 मा दयाहाङ राईको धेरै 83